युट्युब च्यानल बिटिआइसिटी पाथमा तपाईहरुलाई स्वागत छ। आज हामी विद्यालेखा प्रणाली सासमा बजेट कसरी इन्ट्री गर्ने भन्ने सम्बन्धमा सिक्नेछौँ। विद्यालयको बजेट इन्ट्री गर्नु पूर्व तपाईले विद्यालयको बजेट निर्माण गर्नुपर्ने हुन्छ। विद्यालय बजेट भन्नाले विद्यालयको वार्षिक योजनाका लक्ष्यहरू र आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयको स्रोत साधनको विश्लेषण गरी तयार पारिएको आय व्यय सहितको अनुमानित खाका हो। म तपाईहरुलाई एउटा विद्यालयको वार्षिक बजेटको एउटा नमुना देखाउने छु र तपाईले अहिले स्क्रिनमा देख्न सक्नुहुन्छ एउटा बजेटको नमुना तपाईले यहाँ देख्न सक्नुहुन्छ। यहाँ तपाईले हेर्नु भयो भने यहाँ एउटा आय एउटा व्यय छ भने यतापट्टि स्रोतहरु पनि रहेको छ। विशेष गरी हाम्रो विद्यालयमा हामी 4 प्रकारका स्रोतहरुबाट हाम्रो आम्दानी हुने गर्दछ। संघीय अनुदान अथवा नेपाल सरकारका अनुदानहरू, बागमती प्रदेश अथवा प्रदेश सरकारका अनुदानहरू, गाउँपालिका अथवा स्थानीय तह नगरपालिकाको अनुदानहरू भने हाम्रो विद्यालयको आफ्नै आन्तरिक स्रोतको आम्दानी। यसैगरी 4 प्रकारले हाम्रो विद्यालयमा आम्दानी हुन सक्छ। र तपाईले देख्न सक्नुहुन्छ संघीय अनुदान अन्तर्गत मैले 10 वटा शीर्षकहरू राखेर 10 वटा कार्यक्रमहरूमा आम्दानी हुने एउटा अनुमान गरेको छु भने त्यसको खर्च हुने अनुमान पनि राखेको छु। अब तपाईले यहाँ जति आम्दानी भएको छ त्यति नै खर्च भएको तपाईले देख्न सक्नुहुन्छ। 43,20,000 को मैले अनुमानित आय बनाएको छु भने 43,20,000 कै यसको व्यय अनुमान पनि राखेको छु। यी जति पनि शीर्षकहरू छन् यो सम्पूर्ण शीर्षकहरू सशर्त चालु अनुदानका शीर्षकहरू हुन्। सशर्त चालु अनुदान भन्नाले शर्तसहित स्थानीय तहबाट विद्यालय सञ्चालनको लागि प्राप्त हुने चालु अनुदानतर्फको रकम यी शीर्षकहरूमा पर्दछ। जस्तै तलब भत्ता, पाठ्यपुस्तक, छात्रवृत्ति, शैक्षिक सामग्री, विद्यालय सञ्चालन व्यवस्थापन खर्चहरू भयो, मसलन्द, दिवा खाजा र अन्य तोकिएर आएका क्रियाकलापसँग सम्बन्धित अन्य कार्यक्रमहरू सम्पूर्ण यो सशर्त चालु अनुदान अन्तर्गत पर्दछ। यो शीर्षकहरूको रकम तपाईले जुन शीर्षकमा आयो त्यही शीर्षकमा खर्च गर्नुपर्ने हुन्छ भने यदि तपाईको यस शीर्षक अन्तर्गत आएका रकमहरू तपाईले खर्च गर्न सक्नु भएन भने यो रकम तपाईले फिर्ता राज्यलाई फिर्ता गर्नुपर्ने पनि हुन सक्छ। त्यसो भएको हुनाले तपाईले यसको आय व्यय चाहिँ तपाईले बराबर रूपमा नै तपाईले अनुमान गर्नुपर्ने हुन्छ। र त्यसैगरी दोस्रोमा तपाईले देख्न सक्नुहुन्छ बागमती प्रदेश अनुदान भनेको छ। यहाँ विद्यालय घेराबार निर्माण भनेको छ। यो विद्यालय घेराबार निर्माण चाहिँ सशर्त पुँजीगत अनुदान हो। सशर्त पुँजीगत अनुदान भन्नाले शर्तसहित स्थानीय तहबाट विद्यालयको भौतिक पूर्वाधारको निर्माण तथा सुधारको लागि प्राप्त हुने पुँजीगत अनुदानका रकमहरू यस शीर्षकमा पर्दछन्। उदाहरणको लागि विद्यालय भवन, थप कक्षा कोठाहरू निर्माण, कम्पाउन्ड वाल निर्माण अनि विभिन्न शीर्षकहरू हुन सक्दछन्। यो चाहिँ तपाईको निर्माणको लागि प्राप्त हुने रकम हो। यो पनि जति आउँछ त्यति नै खर्च हुन्छ। अझ यसमा तपाईहरुलाई मैले धेरै भनिराख्नु परेन। त्यसैगरी तपाईले इन्द्रावती गाउँपालिकाको आय व्यय तपाईले यहाँ हेर्नुहुन्छ भने यहाँ मैले तलब भत्ता राखेको छु र एउटा यहाँ सोचनीय र सोच्नुपर्ने अलिकति ध्यान दिनुपर्ने कुरा के छ भने तपाईले यहाँ इन्द्रावती गाउँपालिकामा पनि तलब भत्ता भनेर देख्न सक्नुहुन्छ भने यो भन्दा माथि जब तपाईले हेर्नुहुन्छ भने म तपाईलाई देखाउने छु। यहाँ पनि शिक्षक कर्मचारी तलब भत्ता भनेर राखेको छ। यहाँ 2 प्रकारको तलब भत्ता देख्छौं। यो दुवै तलब भत्ता नै हो। तर तपाईले जुन स्रोतबाट आएको रकम त्यही स्रोतमा खर्च गर्नुपर्ने हुन्छ। त्यही भएर संघीय सरकारको बाट आएको तलब भत्ता संघीय सरकारमै जो कर्मचारी छ उहाँलाई खर्च गर्नुपर्ने हुन्छ भने तपाईको प्रदेशबाट आउने तलब भत्ता प्रदेश सरकार अन्तर्गतकै कर्मचारीलाई खर्च गर्नुपर्ने हुन्छ भने तपाईले स्थानीय तहबाट राखिएको कर्मचारीलाई स्थानीय तहबाट नै तलब भत्ता खुवाउनु पर्ने हुन्छ। यसरी तपाईले कुनै पनि शीर्षकहरुमा यसरी दुई वटा कार्यक्रमहरु बनेको पनि तपाईले देख्न सक्नुहुन्छ। एउटै शीर्षकमा 2 स्रोतको कार्यक्रमहरु पनि बन्दछ। र तपाईले आन्तरिक स्रोतमा हेर्नुहुन्छ भने यहाँ मैले आम्दानी गर्ने स्रोत 2टा राखेको छु। एउटा अल्ल्या भनेको अघिल्लो वर्षको मौजात भयो मेरो बैंकको भने शुल्क, यो वर्ष म शुल्कहरुको यति उठाउँछु भन्ने हो। तपाईले जम्मा यहाँ 1 लाख रुपैयाँको कार्यक्रम देख्न सक्नुहुन्छ भने तपाई मैले यो 1 लाख रुपैयाँलाई
8वटा कार्यक्रममा ब्रेकडाउन गरेको छु। 8वटा कार्यक्रममा खर्च गर्छु भन्ने एउटा अनुमान राखेको छु। र माथि तपाईँले बिल्कुल फरक पाउनुभयो। सङ्घीय अनुदानमा जुन कार्यक्रममा आएको छ त्यही कार्यक्रममा भने यहाँ चाहिँ मैले विभिन्न कार्यक्रमहरू बनाएको छु। यसमा कुनै पनि तपाईँलाई कुन कार्यक्रममा खर्च गर्ने भन्ने तपाईँलाई कुनै पनि प्रकारको बाध्यता छैन। यो हो तपाईँको विद्यालयको आम्दानी, विद्यालयको आन्तरिक स्रोतको आम्दानी भएकोले तपाईँले जुनसुकै कार्यक्रम बनाएर पनि खर्च गर्न सक्नुहुन्छ। र यसमा तपाईँले हेर्न सक्नुहुन्छ अतिरिक्त क्रियाकलाप, परीक्षा, वार्षिक उत्सव, कार्यालय व्यवस्थापन 15,000, पानी तथा बिजुलीमा 10,000, मर्मत सम्भारमा 5,000, खेलकुदमा 5,000, विविधमा 10,000, यसरी मेरो 1 लाखको कार्यक्रम बनेको छ। तर धेरै पटक के हुन्छ भने तपाईँको आन्तरिक स्रोतको रकम धेरै छ, त्यो सबै खर्च गरेर कार्यक्रमै बनाउनुपर्छ भन्ने हुन्छ। तर तपाईँले तपाईँको आन्तरिक स्रोत ज्यादा छ, त्यो सम्पूर्ण 1 वर्षभित्र खर्च हुँदैनन् भने त्यसको तपाईँले कार्यक्रम नबनाउँदा पनि हुन्छ। जस्तै म तपाईँलाई एउटा उदाहरण देखाउनेछु। र मानौ मलाई विविधको कार्यक्रमको खर्चको आवश्यक छैन भने मैले 0 राखेर यो 90,000 बराबरको कार्यक्रमलाई मात्र मैले सिस्टममा एड गरेर 90,000को कार्यक्रम मात्र बनाउन पनि सक्छु। मेरो 10,000 चाहिँ आम्दानी भए तापनि त्यही सेभिङ भएर बस्छ र त्यही पछि मलाई कुनै बेला कार्यक्रमको लागि आवश्यक परेमा मैले नयाँ कार्यक्रम बनाएर त्यसलाई जुनसुकै अन्य कार्यक्रम बनाएर पनि सिस्टममा राख्न सक्छु। र अहिले चाहिँ म यसलाई 10,000 लेखेर 1 लाखको बनाउने छु। यसै गरी तपाईँले यसरी बजेट बनाउन सक्नुहुन्छ। तपाईँले सबभन्दा पहिले यसको लागि कुन स्रोतबाट आउने यकिन गर्नु पर्यो र तपाईँले कुन कुन शीर्षकबाट तपाईँलाई रकमहरू आउँछन् भन्ने कुरा तपाईँले थाहा गरिसकेपछि यसरी एउटा नमुना बनाउन सक्नुहुन्छ। र यसरी तपाईँले विभिन्न शीर्षक, विभिन्न स्रोतहरूबाट यसरी फरक फरक गरी तपाईँले बजेट बनाउनु भयो। विभिन्न शीर्षकको चाहिँ तपाईँले छुट्याएर बजेट बनाउनु भयो, तपाईँलाई इन्ट्री गर्न सजिलो हुनेछ। अब आउनुहोस् हामीले अघि निर्माण गरेको बजेटलाई सासमा इन्ट्री गर्नेछौँ। त्यसको लागि हामी सबभन्दा पहिले यसको वेबसाइटमा जानेछौँ र तपाईँले देख्न सक्नुहुन्छ युजर नेम र पासवर्ड। युजर नेममा तपाईँको विद्यालयको मिस कोड तपाईँको युजर नेम हो भने पासवर्ड तपाईँले स्थानीय तहसँग लिन सक्नुहुन्छ अथवा तपाईँको पालिका या नगरपालिकामा तपाईँले लिन सक्नुहुनेछ। मैले आफ्नो कोड र पासवर्ड राखेर अब म लगइन गर्नेछु। लगइन भइसकेपछि म लेखाङ्कनमा जानेछु र लेखाङ्कनमा तपाईँले यसपछि देख्न सक्नुहुन्छ सेटअप, बजेट, लेखाङ्कन, प्रतिवेदन, सुरक्षा भनेर 4वटा मेनु यहाँ देखा पर्छ। यस अन्तर्गत विभिन्न ट्याबहरू यहाँ खुल्ने गर्दछ। विशेष गरी हामीले हाम्रो बजेट इन्ट्रीको लागि हामी बजेटमा जानेछौँ भने सेटअपको बारेमा पनि हामी पछि भिडियो बनाएर हाल्नेछौँ। बजेटमा तपाईँले सबभन्दा पहिले जानुहुन्छ इन्कम प्रोजेक्सन। इन्कम प्रोजेक्सनमा तपाईँले यहाँ देख्नुहुन्छ कि यो खालको इन्टरफेस खुल्दछ र त्यसको लागि सबभन्दा पहिले ध्यान दिनुपर्ने कुरा, मैले यहाँ बजेट खोलेको छु अघि निर्माण भएको बजेट। यसमा तपाईँले 2वटा कुरामा ध्यान दिनुपर्छ। एउटा तपाईँले इन्कम प्रोजेक्सन र वार्षिक बजेट प्रविष्टि र स्वीकृति भन्ने 3टा ट्याब तपाईँले यहाँ देख्न सक्नुहुन्छ। र त्यसमा इन्कम प्रोजेक्सनमा चाहिँ हामी कुनै पनि स्रोतको एकमुष्ट रकमहरू हाल्ने गर्दछौँ। स्रोतगत छुट्याएको एकमुष्ट रकम भने बजेट प्रविष्टिमा चाहिँ त्यही रकमलाई हामीले कार्यक्रम बनाएर कुन कुन शीर्षकमा खर्च गर्छौँ भन्ने कार्यक्रम बनाउनेछौँ। भने इन्कम चाहिँ एकमुष्ट हुने भयो भने खर्च चाहिँ कार्यक्रमगत हुने भयो। अब तपाईँले, मैले यहाँ तपाईँलाई हाइलाइट पनि गरेको छु, 43,20,000 को जम्मा सङ्घीय अनुदानको रकम अन्तर्गत प्राप्त हुने मेरो स्रोत हो अथवा मेरो प्राप्त हुने रकम हो भने अब यो चाहिँ मेरो जम्मा यो सङ्घीय अनुदानको रकमहरू हो भने तपाईँले अरू 1 देखि 1.10 सम्म तपाईँले कार्यक्रमहरू हेर्न सक्नुहुन्छ। र यहाँ तपाईँले, मैले हाइलाइट गर्दैछु, यो चाहिँ 43,20,000लाई मैले कसरी ब्रेकडाउन गर्छु अथवा कुन कुन शीर्षकमा खर्च गर्छु भनेको मात्रै हो अथवा यसको कार्यक्रम बनाएको मात्रै हो। तपाईँले अब 43,20,000 इन्कम प्रोजेक्टमा राख्नुहुन्छ भने यो 10वटा कार्यक्रम बनाएर चाहिँ वार्षिक बजेट प्रविष्टिमा राख्नुहुन्छ। यसरी राखिसकेपछि हाम्रो के हुन्छ भने एकापट्टि चाहिँ त्यसको आम्दानी बस्छ भने अर्कोतिर चाहिँ तपाईँले खर्च गर्ने कुन कुन शीर्षकमा खर्च गर्ने रकमहरू बस्ने गर्दछ। अब आउनुहोस् हाम्रो बजेटलाई हामी इन्ट्री गर्नेछौँ।
त्यसको लागि इन्कम प्रोजेक्सनमा हामी सबभन्दा पहिले कोष छान्नेछौँ। कोषपछि स्रोत समूह भन्ने छ, त्यहाँबाट हामी कुन स्रोत निर्क्युल गरेर छान्नेछौँ। यो सङ्घीय सरकारको स्रोत हो। अब प्राप्तिको स्रोतमा तपाईँले निशर्त चालु अनुदान, सशर्त चालु अनुदान र सशर्त पुँजीगत अनुदान भन्ने देख्नुहुन्छ। अब निशर्त चालु अनुदान भनेको चाहिँ तपाईँले जुनसुकै कार्यक्रम खर्च गर्न पाउने रकम हो, तर यो चाहिँ हाम्रो सशर्त चालु अनुदान रकमहरू हो। यो 43,20,000 चाहिँ सबै जुन सरकारले तोकेको शीर्षकहरू छ त्यसैमा खर्च गर्नुपर्ने हुन्छ। अब यसलाई चाहिँ म सशर्त चालु अनुदान छान्नेछु। यो हाम्रो पुँजीगत नभएकोले हाम्रो यो सशर्त चालु अनुदानको रकम हो। अब प्रोजेक्टेड अमाउन्टमा चाहिँ हाम्रो सम्पूर्ण रकम एकमुष्ट 43,20,000लाई नै म यहाँ इन्ट्री गर्नेछु। तपाईँले हेर्नुहोस्, मैले 43,20,000 इन्ट्री गरेको छु। अब यति इन्ट्री सकेपछि अब हामीले यसमा विवरण तपाईँले लेख्न पनि सक्नुहुन्छ, नलेख्न पनि सक्नुहुन्छ, तर मैले चाहिँ यसमा लेखेको छु सङ्घीय सशर्त अनुदानहरू अथवा सङ्घीय अनुदानहरू जे पनि तपाईँले बुझ्ने गरी तपाईँले विवरण लेख्न सक्नुहुनेछ। एउटा मात्र शीर्षक होइन, धेरै शीर्षकको रकमहरू र मैले यसलाई सेभ गरेको छु। अब डाटा एज बिन सेभ भनेर आयो, ओके भने अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ। त्यो तल जान्छ, एड भएपछि तल गयो भने माथि पनि तपाईँले जम्मा अनुमानमा देख्न सक्नुहुन्छ। यदि तपाईँलाई डिलिट गर्न मन लाग्यो भने डिलिटमा डबल बटन थिच्नुहुन्छ र त्यसमा CO2 डिलिट भन्ने आउँछ, तर तपाईँले ओके गर्न सक्नुहुन्छ। भने तपाईँलाई एडिट गर्नु पर्यो भने एडिट गर्नको निम्ति तपाईँले जुनसुकै ठाउँमा त्यो कुरा राख्नु डबल क्लिक गर्नुभयो भने त्यो एडिट मोडमा जान्छ। देख्नुहोस् तपाईँले माथि गइसकेको छ, अन्यथा हामी सेभ गर्छौँ। यसरी सेभ भइसकेपछि अब हामी 43,20,000को बजेटलाई हामी ब्रेकडाउन गर्नेछौँ, कुन कुन खर्चमा कुन कुन शीर्षकमा खर्च गर्ने भनेर। अब हामी सम्पूर्ण कार्यक्रमलाई वार्षिक बजेट प्रविष्टिबाट राख्नेछौँ। यहाँ मैले फेरि पनि बजेटलाई खोलेको छु र विशेष गरी हामीले धेरै बजेटमा इन्ट्री गर्न समस्या हुने यही हो। तपाईँले देख्न सक्नुहुन्छ माथि शीर्षक वाइज रूपमा यसको कार्यक्रमहरू रहेको छ भने तल चाहिँ जम्मा रकम रहेको छ। हामीले जम्मा रकमलाई हामीले इन्कम प्रोजेक्सनमा राखिसकेका छौँ भने अब माथिको कार्यक्रमहरूलाई चाहिँ हामीले सबैमा इन्ट्री गर्नेछौँ। एकदमै ध्यान दिनुपर्ने कुराहरू। अब कार्यक्रमलाई प्रत्येक कार्यक्रम बनाएर हामीले यो 43,20,000 चाहिँ यो कार्यक्रम अन्तर्गत खर्च गर्छु अथवा यो शीर्षकमा खर्च गर्छु भनेर राख्नेछौँ। अब वार्षिक बजेट प्रविष्टिमा जानेछौँ। अब यहाँ गइसकेपछि सबभन्दा पहिले बजेट उपशीर्षक हामी छान्नेछौँ। त्यसपछि हामी क्षेत्रलाई छान्नेछौँ। नेट अलि स्लो भइरहेको छ। अब क्षेत्रमा कार्यालय सञ्चालन भन्ने हामी छान्नेछौँ भने उपक्षेत्रमा पनि हामी त्यसैलाई छान्नेछौँ र मुख्य क्रियाकलापलाई पनि हामी त्यसैलाई छान्नेछौँ। अब मुख्य क्रियाकलाप अन्तर्गत तपाईँका खर्च शीर्षकहरू आउँदछन्। कुन कुन शीर्षकमा तपाईँले खर्च गर्नुहुन्छ भन्ने हो। त्यसमा मैले पारिश्रमिक कर्मचारी राखेको छु। अब तपाईँले यहाँ एडिट पनि गर्न पाउनुहुन्छ। यदि तपाईँलाई यो बुझ्दो छैन, सुहाउँदो छैन भने तपाईँले पारिश्रमिक कर्मचारीलाई हटाएर तपाईँले तलब भत्ता भनेर पनि राख्न सक्नुहुन्छ। तपाईँले कसरी बुझ्नुहुन्छ त्यसै गरी राख्नुहुन्छ। मैले अहिले यसलाई हटाइदिएँ र फेरि पनि मैले पारिश्रमिक कर्मचारी भनेर म राख्छु, किनभने मलाई त्यही सजिलो लाग्छ। अब मैले त्यसलाई हालेँ। अब खर्च उपशीर्षक मैले छान्नु परेन, तपाईँ अङ्ग्रेजीमा पनि लेख्न चाहनुहुन्छ लेख्न सक्नुहुन्छ। खरिदियो कुनै खरिद होइन भन्ने लक्षित समूह अन्य भने एकाइमा कुनै पनि छान्नुपर्ने छैन। एकाइ दरमा मैले अब यसमा बुझ्नुपर्ने कुरा के छ भने तपाईँहरूले यो चौमासिकै पछि खर्च गर्नुहुन्छ वा एकैपटक खर्च गर्नुहुन्छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। प्रथम चौमासिक, द्वितीय चौमासिक, तृतीय चौमासिकमा लगभग कति खर्च गर्नुहुन्छ भन्ने अनुमान तपाईँले यहाँ राखिदिनु पर्ने हुन्छ। र मैले चाहिँ यसलाई 40 लाखलाई भाग गरेर अब म 10ले भाग गरेर यसमा 4 लाख मात्र राख्नेछु, किनकि 40 लाखलाई 4ले भाग गरेर 10मा
राख्नुको अर्थ 4 लाखमा राख्नुको अर्थ चाहिँ मैले यसलाई 10 भाग गरेको भनेको 1 भाग बराबर 4 लाख हुने भयो र त्यो कति कति भाग चाहिँ म प्रथम चौमासिक, द्वितीय चौमासिक र तृतीय चौमासिकमा राख्छु भन्ने हो। तपाईँले देख्न सक्नुहुन्छ मैले जम्मा एकाइमा 10 लाख्ने बित्तिकै तल जम्मा कुल बजेटमा 40 लाख रुपियाँ आइसकेको छ भने तृतीय चौमासिकमा 10 आएको छ। अब मैले यसमा प्रथम चौमासिकमा मैले 4 भाग खर्च गर्छु भनेर अब म 4 लेख्छु। यसको अर्थ 4 × 4 4 लाख × 4 भयो भने 16 लाख करिब 16 लाख बजेट चाहिँ म प्रथम चौमासिकमा राख्छु भनेर राख्छु। यसको अर्थ मैले करिब 16 लाख चाहिँ प्रथम चौमासिकभित्र खर्च गरिसक्छु भन्ने अनुमान हो। यो चाहिँ मैले 4 राखेँ। द्वितीय चौमासिकमा मैले अब यसलाई हटाएँ। तपाईँले देख्न सक्नुहुन्छ द्वितीय चौमासिक अब तृतीय चौमासिक भनेको 6 चेन्ज भइसक्यो। द्वितीय चौमासिकमा चाहिँ मैले फेरि 3 राखेँ भने तृतीय चौमासिक पनि त्यो चेन्ज हुन्छ। तपाईँले देख्न सक्नुहुन्छ अटोमेटिकली यो हुने गर्दछ। भने तृतीय चौमासिकमा मैले 3 राखेँ भने तृतीय चौमासिकमा नि 3 भएको छ। तपाईँले तल ब्रेकडाउनमा हेर्नुहुन्छ भने नि देख्नुहुन्छ। अब तपाईँले थप 2 वर्षको बजेट बनाउनको निम्ति चाहनुहुन्छ भने तपाईँले प्रथम र दोस्रो भनेर अब आउने 2 वर्षको लागि बजेट पनि तपाईँले तयार गर्न सक्नुहुन्छ। यसमा तपाईँले लेख्न सक्नुहुन्छ। अब हामी स्रोत समूह छान्नेछौँ। सङ्घीय सरकार यो सम्पूर्ण आइसकेको छ। अब तपाईँले देख्न सक्नुहुन्छ। अब हामी यसलाई सेभ गर्नेछौँ। सेभ भइसकेको छ। रेकर्ड हेज बिन सेभ आएको छ। हामी यसलाई ओके गर्नेछौँ। अब तपाईँले देख्न सक्नुहुन्छ मेरो बजेट बन्न सुरु भइसकेको छ। कुल बजेटमा 40 लाख रुपियाँ आएको छ भने तल त्यो कुन अन्तर्गत खर्च गर्ने हो भनेर त्यो खर्चमा शीर्षक पनि तपाईँले देख्न सक्नुहुन्छ। पारिश्रमिक कर्मचारी भनेर यसरी हाम्रो बजेट निर्माण सुरु हुन्छ। अब यसबाट कुनै पनि समस्या तपाईँलाई आउँदैन। अब दोस्रो बजेट हामीले हेऱ्यौँ भने अब दोस्रो शीर्षकको लागि हामी हाम्रो मुख्य क्रियाकलापबाट मात्र सुरु गर्नेछौँ। अन्य ठाउँमा जस्ताको तस्तै रहन दिन्छौँ। त्यसले कुनै अप्ठ्यारो पर्दैन हामीलाई। त्यसो भने हामीले मुख्य क्रियाकलाप छान्नेछौँ। तपाईँले अघि देखिसक्नु भएको छ छात्रवृत्ति भन्ने शीर्षक। अब हामी छात्रवृत्ति भन्ने खोज्नेछौँ। तपाईँले देख्न सक्नुहुन्छ 27, 22, 1मा छात्रवृत्ति आएको छ। यो पनि बुझिने नै छ। तपाईँले छात्रवृत्ति शीर्षक छानिसक्नु भएपछि अब खरिद एनए नै भयो र लक्षित समूह बालबालिका। अब प्रति इकाइ दरमा चाहिँ मैले जति छ त्यति नै राख्नेछु। तपाईँले हेर्नुहोस् छात्रवृत्ति कति छ 20,000 तपाईँले देख्नुहुन्छ। मैले 20,000 को कार्यक्रम बनाउन गइरहेको छु छात्रवृत्ति अन्तर्गत। अब हामी त्यता जानेछौँ। मैले चाहिँ यसमा 20,000 लेख्नेछु। किन 20,000 लेख्नेछु भने म कुनै एक चौमासिकभित्रै यो खर्च गरिसक्नेछु। मैले 2 वा 3 चौमासिकमा खर्च गर्दिनँ भने मैले एकै चौमासिकभित्र खर्च गर्नेलाई चाहिँ त्यही पुरै अमाउन्ट राख्नेछु भने जम्मा एकाइ दरमा चाहिँ अब मैले 1 राख्नेछु। 1 एकाइ दरमा नै राख्नेछु। र अब प्रचौ, द्विचौ, त्रिचौमा तपाईँले देख्न सक्नुहुन्छ। अब कुन चौमासिकमा खर्च गर्ने भन्ने कुरा तपाईँले बुझ्नुपर्ने हुन्छ। अब तपाईँले तल कुल बजेटमा पनि 20,000 देख्नुभयो। अब यो तपाईँ प्रथम चौमासिकमा खर्च गर्नुहुन्छ या द्वितीय चौमासिकमा या तृतीय चौमासिकमा खर्च गर्नुहुन्छ। अब सामान्यतया छात्रवृत्ति रकमहरू चाहिँ हाम्रो द्वितीय चौमासिकमा खर्च हुन्छ। त्यसो हुनाले म द्वितीय चौमासिकमा 1 लेख्नेछु। तपाईँले देख्न सक्नुहुन्छ द्वितीय चौमासिकमा 1 लेख्ने बित्तिकै तृतीय चौमासिकमा 0 भएको छ। यो एकैपटक र एकै चौमासिकभित्र खर्च हुने रकम भएको हुनाले मैले यसलाई 10 ले भाग गरिनँ, 10 भाग बनाइनँ। अब सेभ गर्नेछौँ। अब तपाईँले हेर्न सक्नुहुन्छ बजेट थपिँदै गएको छ। 40 लाख 20,000 को बजेट बनेको छ भने तल पनि कार्यक्रमहरू बन्दै गएको देख्नुहुन्छ। अब हामी अरू बजेटहरू इन्ट्री गर्नेछौँ। त्यसको लागि कार्यक्रम रहेछौँ विद्यालय सुधार योजना। अब यसको खर्च शीर्षक ठ्याक्कै मिल्ने खर्च शीर्षक तपाईँले भेट्न सक्नुहुन्न भने तपाईँले विविध कार्यक्रम खर्च भनेर बनाउन सक्नुहुन्छ र विविध कार्यक्रम खर्चलाई एडिट गरेर अब यसमा चाहिँ मैले विद्यालय सुधार योजना भनेर लेख्नेछु। अब तपाईँले यहाँ जुन शीर्षक लेख्नुहुन्छ त्यही शीर्षक आउँछ। विविध कार्यक्रम खर्च भनेर आउँदैन। तपाईँले एडिट गरेको कार्यक्रम नै तपाईँको भोलि खर्चको शीर्षकहरूमा देखिन आउँछ। मैले विद्यालय सुधार योजना लेखिसकेको छु। अब यसको पनि अब
अन्य नै हो लक्षित समूह भने प्रति एकाइ दर अब 20,000 राखेको छु भने अब मैले पनि यो विभिन्न चौमासिकमा खर्च हुन सक्छ, त्यसको लागि मैले 2,000 राखेको छु। एकैपटक खर्च नहुन सक्ने हुनाले चाहिँ एकै चौमासिकमा नहुने हुनाले यसलाई 10 ले भाग गरेँ। अब यसलाई 10 एकाइ गरेर द्वितीय चौमासिक र तृतीय चौमासिकमा 5 गरेँ अनि सङ्घीय सरकारमा छनौट गरेर मैले सेभ गरिसकेको छु। अब रेकर्ड सेभ भएको छ। अब अर्को शीर्षकमा हामी जानेछौँ। अब त्यसपछि तपाईँले देख्न सक्नुहुन्छ डिजिटल सिकाइ सामग्री व्यवस्थापन, त्यसको लागि पनि हामी शीर्षक छान्नेछौँ। अब शीर्षक छान्नको लागि तपाईँले थाहा पाइहाल्नु कसरी शीर्षक छान्नुहुन्छ। त्योसँग नजिक शीर्षक छ भने त्यही नजिक शीर्षक छान्नुहुन्छ, त्योसँग मिल्दो शीर्षक छ भने मिल्दो शीर्षक छान्नुहुन्छ। अन्यथा तपाईँले विविध कार्यक्रम खर्चहरूबाट यसरी बनाउन सक्नुहुन्छ। अब मैले फेरि विविध कार्यक्रम खर्च नै छान्न लागेको छु। अब फेरि पनि म यसलाई एडिट गर्नेछु। अब तपाईँको कार्यक्रम अन्तर्गत कुन कार्यक्रम हो त्यो एडिट गर्ने हो। डिजिटल सिकाइ सामग्री व्यवस्थापन तपाईँले बुझ्ने गरी राख्नु पर्यो। मैले चाहिँ डिजिटल सिकाइ सामग्री व्यवस्थापन भनेर राखेको छु। अब यसलाई पनि मैले खरिदमा सामान वस्तु राखेको छु भने लक्षित समूहमा सामान्यतया बालबालिकाको लागि हो यो। अनि त्यसपछि प्रति एकाइ दरमा पनि यो पनि विभिन्न उसमा खर्च हुने हुनाले मैले यसलाई 3,000 लेखेँ 30 लाखको लागि अनि त्यसलाई 10 गरेर 5 गरेको छु भने अब स्रोत समूह छान्नेछु। यसलाई पनि सेभ गर्नेछौँ। अब अर्को कार्यक्रम हामी हाल्नेछौँ। अब लेखा परीक्षण। अब लेखा परीक्षणको लागि चाहिँ कुन शीर्षक छान्ने भन्ने हुन्छ। सामान्यतया यो चाहिँ परामर्श जस्तो सेवा हो, त्यसो हुनाले म चाहिँ सेवा तथा परामर्श छान्नेछु। तपाईँहरूले अन्य पनि लेख्न सक्नुहुन्छ। मैले फेरि बुझ्ने गरी यसलाई पनि एडिट गरेँ। लेखा परीक्षण खर्च भनेर मैले लेखेँ। लेखा परीक्षण खर्च भनेर मैले लेखेँ। लेखिसकेपछि यो सामान वस्तु खरिद होइन अन्य सेवा परामर्श सेवा। अब यसलाई अन्य गरेँ। अब यो चाहिँ एकैपटक खर्च हुने हुनाले मैले पुरै अमाउन्ट यहाँ लेखिदिनेछु। एकै चौमासिकभित्र खर्च हुने हुनाले कति छ 10,000। अब मैले यसमा 10,000 इन्ट्री गरेँ भने जम्मा एकाइमा 1 लेख्छु र यो चाहिँ द्वितीय चौमासिकमा खर्च हुने यो पुरै रकम, त्यसमा पनि 1 लेख्छु र स्रोत समूह चाहिँ मैले सङ्घीय सरकार छानेको छु र यसलाई पनि म सेभ गर्छु। सेभ भएको छ। अब हामी अर्को बजेट हेर्नेछौँ। पाठ्यपुस्तक। पाठ्यपुस्तकको लागि हामी फेरि पनि मुख्य क्रियाकलापमा तपाईँले पुस्तक तथा सामग्री खर्च भन्ने पाउनुहुन्छ। त्यसलाई हामी सेभ गर्नेछौँ, सेलेक्ट गर्नेछौँ। त्यसपछि यहाँ चाहिँ पाठ्यपुस्तक भनेर बुझ्नको निम्ति म लेखिदिनेछु। पाठ्यपुस्तक यो सामग्री खरिद हो र लक्षित समूह बालबालिकाको लागि हो। यो पनि एकैपटक खर्च हुने मैले सबै अमाउन्ट राख्छु। कति अमाउन्ट छ 30,000। यो सबै अमाउन्ट अब 30,000 म यहाँ प्रति एकाइ दरमा लेख्छु। अब यसलाई जम्मा एकाइ 1 लेख्छु भने यो चाहिँ तृतीय चौमासिकमा लेख्छु, किनकि यो चाहिँ वैशाखदेखि असारको बिचमा हुने खर्च हो। अब स्रोत समूह मैले सङ्घीय सरकार छानेको छु। अब म यसलाई सेभ गर्नेछु। अब योभन्दा पछाडि फेरि पनि हामी अरू कार्यक्रमहरू एड गर्नेछौँ। अब यसको लागि तपाईँले देख्न सक्नुहुन्छ मसलन्द तथा कार्यालय व्यवस्थापन। अब यसको लागि तपाईँले कार्यालय सामग्री मसलन्द भन्ने नै शीर्षक छ, त्यसलाई छान्नेछौँ। यसलाई एडिट गरिराख्नुपर्ने जरुरत छैन। यो सामान वस्तु नै हो। लक्षित समूह अन्य प्रति एकाइ दरमा यो चाहिँ विभिन्न समयमा खर्च हुन सक्ने, विभिन्न चौमासिकमा खर्च हुन सक्ने हुनाले मैले यसलाई 2,000 मात्र गरेँ। 10 ले भाग राखेर जम्मा एकाइमा 10 लेखेँ। अब प्रथम चौमासिकमा मैले चाहिँ अब यसलाई 3 लेखेँ। अब 4 लेखेँ। तपाईँले जति पनि लेख्न पाउनुहुन्छ। त्यो 10लाई तपाईँले 3 भागमा डिभाइड गर्नुपर्ने मात्रै हो। तपाईँले देख्न सक्नुहुन्छ 3, 4, 3 भएको चाहिँ 10 भाग आइसकेको छ। तपाईँले यसै गरी 3, 4, 3, 3, 4 अथवा 4, 3, 3 पनि गर्न सक्नुहुन्छ।
भने स्रोत समूहलाई छान्नुपर्ने हुन्छ र तपाईँले कसरी बजेट बन्छ प्रथम द्वितीय चौमासिकमा भन्ने यहाँ पछाडि पनि तपाईँको कुल रकमहरू देखिन्छ। अब हामी यसको स्रोत समूह छान्नेछौँ र स्रोत समूह छानिसकेपछि यसलाई फेरि पनि सेभ गर्नेछौँ र यो सेभ भएको छ। तपाईँको बजेट बढ्दै गएको छ र अब अर्को फेरि पनि मसलन्द तपाईँले दिवा खाजाको देख्न सक्नुहुन्छ। मैले खाद्यान्न छानेको छु। दिवा खाजाको लागि खाद्यान्न अब मैले बुझ्नको निम्ति दिवा खाजा लेखेँ। अब यसको लक्षित समूह बालबालिका भने प्रति एकाइ दर मैले 15,000 गरेको छु, किनभने यो विभिन्न चौमासिकमा खर्च हुन्छ। जम्मा एकाइ दर लेखेर अब मैले प्रथम चौमासिकमा 3 भाग खर्च गर्छु, द्वितीय चौमासिकमा 4 भाग खर्च गर्छु, 3 भाग भने अब तृतीय चौमासिकमा तपाईँले देख्नुहुन्छ अटोमेटिकली यो 4 भागमा जान्छ। मैले यसलाई सङ्घीय सरकार भनेर फेरि पनि यसलाई पनि म सेभ गर्छु। सेभ भइसकेको छ। अब तपाईँले देख्न सक्नुहुन्छ 2वटा कार्यक्रम बाँकी छ। अब MGML व्यवस्थापन खर्च भन्ने छ। अब त्यसलाई पनि मैले अब यो चाहिँ मसलन्द तथा कार्यालय सामग्रीमा राखेँ। यो मसलन्द तथा कार्यालय सामग्री अन्तर्गतै प्राप्त हुने रकम MGML सञ्चालनको लागि हो। अब मैले यसमा बुझ्नको निम्ति मात्रै अब म MGML भनेर लेखिदिन्छु। अब म यहाँ MGML भनेर लेखेँ। यो लेखिसकेपछि अब यसमा पनि मैले लक्षित समूह अन्य लेखेँ। अब प्रति एकाइ दरमा मैले यसलाई 2000 लेखेँ, किनभने फरक फरक चौमासिकमा खर्च हुनसक्छ भनेर। यसलाई जम्मा एकाइ 10 लेखेँ। अनि प्रथममा लेखिनँ, द्वितीयमा 5, तृतीयमा 5 र स्रोत समूह छानिसकेपछि मैले यसलाई पनि सेभ गर्छु। अब अन्तिम कार्यक्रम हाम्रो के बाँकी छ भन्ने कुरा हो, त्यसलाई हाल्नेछौँ। त्यसमा तपाईँले इन्टरनेट खर्च देख्नुहुन्छ। यसको लागि मैले यससँग मिल्ने सञ्चार महसुल भन्ने छाने र सञ्चार महसुलमा अब मैले सञ्चार महसुलै राख्दा ठिक छ जस्तो लाग्यो भने यसैलाई ओके गरेको छु। अब यो अन्य सेवाहरू भयो। अब यसमा पनि मैले अब इन्टरनेट शुल्कको जति रकम छ त्यति राख्छु। हेर्नुहोस् 20,000 रहेछ अनि मैले यसलाई 20,000 लेखेको छु, किनभने एकै चौमासिकमा खर्च हुन्छ। जम्मा एकाइ 1 यो सामान्यतया मेरो विद्यालयमा चाहिँ माघमा खर्च हुने हुनाले मैले द्वितीयमा राखेँ। अब स्रोत समूह छानेर मैले यसलाई पनि सेभ गरेको छु। अब हामीले यहाँ कुल बजेट हेर्नेछौँ। 43,20,000 को कुल बजेट बनेको तपाईँले माथि कुल बजेटमा देख्नुहुन्छ भने तल पनि तपाईँले 10वटा कार्यक्रम जुन हामीले कार्यक्रम बनाएका थियौँ त्यही कार्यक्रममा इन्ट्री भएको, त्यही कार्यक्रम इन्ट्री भएको देख्नेछौँ। यसै गरी अब तपाईँ हाम्रो कुल बजेट पनि मिल्यो र यसपछि हाम्रो कार्यक्रम पनि मिलिसकेको छ। अब यसपछि हामीले यस बजेटलाई स्वीकृत गर्नुपर्ने हुन्छ। अब स्वीकृतको लागि हामी स्वीकृत बटनमा जानेछौँ। स्वीकृतमा गएपछि यस्तो खालको खुल्दछ। अब यसमा तपाईँले हेर्नेमा क्लिक गर्नुभयो भने यस्तो खालको रिपोर्ट देखा पर्दछ तपाईँको बजेट। तपाईँले मजाले हेर्नुहोस्। तपाईँको 10वटा कार्यक्रम नेपाल सरकारबाट पाउने सशर्त अनुदानबाट बनेको छ। यसलाई प्रिन्ट गर्नको निम्ति 3 डटमा गएर तपाईँले प्रिन्टमा जान सक्नुहुन्छ र यसलाई प्रिन्ट गरेर राख्न सक्नुहुन्छ। अन्यथा तपाईँले यस बजेटलाई स्योर एप्रुभ गर्नुपर्ने हुन्छ, स्वीकृत गर्नुहुन्छ। अब हामी यसलाई ओके बटन थिचेर यसलाई स्वीकृत गर्नेछौँ र हाम्रो बजेट निर्माण भएको छ। अब अन्य स्रोतहरूको बजेट कसरी इन्ट्री गर्ने भन्ने सम्बन्धमा हामी पछि अन्य भिडियोहरू लिएर आउनेछौँ र बाँकी लेखाङ्कनका खर्च भाउचरहरू कसरी उठाउने, आम्दानी भाउचर कसरी उठाउने भन्ने विषयमा पनि अन्य भिडियोहरूको प्रतीक्षा गर्नुहोला। हस्त, धन्यवाद।